आयो दुःख भन्ने चाहिँ यस्तो हुन्छ है साथीहरू। अहिले घरमा गएर नि तपाईँहरूलाई माछा चाहिँ कति मरेछ भन्ने कुरा देखाउँछु, तर दुःख चाहिँ यही हो है। म दुःख तपाईँहरूलाई देखाएको छु है। यो पानीमा चाहिँ यहाँ हेर्नुहोस् है, यतिको पानीमा म डरले बोल्नु हुन्छु। मेरो चाहिँ दुश्मन छ भने चाहिँ मलाई पानीको बिचमा ल्याएर राख्यो भने त मलाई कुट्नु पर्दैन, त्यही मेरो सजाय हुन्छ। आया हेर्नुहोस् ए यो खोला चाहिँ यत्रो मात्रै थियो, यतापट्टिको पानी चाहिँ यत्रो मात्रै थियो। अहिले हेर्नुहोस् कत्रो यो पालिको भलले यहाँनिर मलाई चाहिँ माथि बोलाउनु हुँदैछ, तर म चाहिँ जानु स्थिति सक्दिनँ जस्तो लाग्दैछ। र पनि ट्राई गर्छु। मलाई यो खोला त डरले मरिजान्छु नि हौ, यत्रोमा त म त जानै सक्दिनँ। हेर्नुहोस् त कसरी जानु, माछा त छैन चिल्ली। म लास्ट भिडियो अब तपाईँहरूलाई म घर पुगेर मात्रै देखाउने छु। ट्याङ्क भिडियो हाल्दिएँ है। म त एकतालमा 2-3वटा हालिदिइहाल्छु, किनकि मान्छेले एउटा हेरेर अर्को पनि हेर्नु मन गर्छ नि त, त्यो भनेर हालिदिइहाल्छु। म अरूले भिडियो हाल्यो भने एउटा मात्रै हाल्छु, अर्को किन नहालेको होला जस्तो लाग्छ कि, त्यही कारण म त हालिदिइहाल्छु।